आएको युगलेमा आएको कृषि क्षेत्रको पठन पाठन यो विद्यालयमा ग्रामीण भेगमा भइरहेको छ। करिब 100 रोपनीको क्षेत्रफलमा चाहिँ प्राक्टिकल प्रयोगात्मक कक्षाहरू छन्। 4वटा 5वटा अत्याधुनिक टनेलहरूमा हामी व्यावसायिक रूपमा उनीहरूलाई विद्यार्थीहरूलाई प्रयोगात्मक कुराहरू सिकाइरहेका छौँ र बृहत्तर रूपमा आइएससिएजीको पढाइ भइरहेको छ कक्षा 9 देखि। त्यसै गरी यसको पूर्वपट्टि यो विद्यालयको यो बजारको पूर्वपट्टि मोटामोटी 700 देखि 800 रोपनीको क्षेत्रफलमा जमिनहरू खाली भएर बसेको छ, व्यक्तिको जमिन। म कृपया लगानीकर्ता महानुभावहरूलाई पैसा भएका साथीभाइहरूलाई विदेश जानुको सट्टामा यो ठाउँमा आउनुहोस्। म आह्वान गर्न चाहन्छु, एभोकाडोको खेती गरौँ, प्रचुर सम्भावना छ। किवीको खेती गरौँ। मैले पनि यो विद्यालयको पछाडिपट्टिबाट 35 रोपनी जग्गामा किवीको खेती सुरु गरेको छु, फल्न थालेको छ। नेक्स्ट टाइम यहाँहरू फेरि आउनुभएको देखाउनेछु। त्यसै गरी मधेसी पिस्ता बदामको खेती गरौँ, जापानिज हलुवा बेचको खेती गरौँ। यहाँ लोकलमा रहेका यो तपाईँको चाहिँ चेरी अनि यो तपाईँको चाहिँ यो मसिनो आल्चा भन्छ, हामी खुर्पाने भन्छौँ। यिनीहरूको उत्पादन व्यापक गरेर स्थानीय स्तरमा उद्योगहरू सिर्जना गरौँ। सम्भावना छ र ती उद्योगहरू स्थापना गरेर चाहिँ यहाँ चाहिँ तपाईँको यहाँका युवाहरूलाई रोजगारी दिनको लागि म कोही साथीहरू तयार हुनुहुन्छ भने म हात दिन तयार छु। हाम्रो समुदाय तयार छ। यहाँलाई आह्वान गर्न चाहन्छु र चुलाचुलीको विकाससँगै सथरको बृहत्तर विकासको लागि सथर जोरपाटी गाउँपालिकामा ट्याक्स पेमेन्ट गरेर अब हामीले प्रत्येक गाउँपालिकामा मसिना खाले उद्योगहरूको परिकल्पना गरेनौँ भने माथिबाट आएको पैसाले मात्रै गाउँपालिकाको विकास सम्भव छैन भन्ने कुराको अहिले ज्वलन्त उदाहरणहरू सबैतिर देखिएको हुनाले हामी सबै अर्काले दिने पैसामा आश्रित रहेको हुनाले म सम्पूर्ण स्थानीय सरकार सञ्चालन गर्दै गर्नुभएका र सथर जोरपाटी सरकार सञ्चालन गर्नुभएका साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु, स्थानीय स्तरमा सम्भावना भएका ठाउँहरूमा उद्योगको स्थापना गरौँ। मैले फेरि पनि थपेँ, यसमा एभोकाडो, किवीको प्रचुर मात्रामा 500-700 हजार रोपनी 2000 रोपनीमा खेती गरेर अलिकति तल्लो भेगमा कफीको पनि सम्भावना छ। यी कुरामा खेती गरेर बृहत्तर रूपमा छतरलाई एउटा ट्याक्स पेमेन्ट गर्नको लागि र राम्रो युवा